यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोस् र सबैको माझ पुर्याउनुहोस्। अहिले नेपाली जनतालाई एउटा सुशासन चाहिएको छ, एउटा सुकुन चाहिएको छ, एउटा खुसी चाहिएको छ। त्यो खुसी यो सरकारले देला भनेर धेरै आश गरेका थिए। धेरै 2/3 सरकार बनाउन नेपाली जनताले आफ्नो सबै बलिदान त्याग्दे, सबै बलिदान दिए हैन। तर अहिले नेपाल सरकारले हरेक चिजमा कर थुपारेर नेपाली जनतालाई भारमा पारेको छ। विशेष गरी विद्युतको कुरामा, विद्युतको महसुलको कुरामा जब कि कुलमान घिसिङ हुँदाखेरि बिजुली कसरी सुलभ गराउने, कसरी जनतालाई फ्री दिन सकिन्छ भनेर त्यो काम गरिरहेका थिए। त्यो वर्षमा जति कुलमान घिसिङले आफ्नो कार्यकाल हुँदा, आफू मन्त्री हुँदादेखि लिएर सबै कार्यकालमा चाहिँ एउटा चाहिँ प्रण गरेका थिए कि मैले कसरी हुन्छ नेपाली जनतालाई खुसी दिन सकौँ। तर अहिले के भइरहेको, नेपाली जनतालाई चाहिँ भारमा पारेर हैन, ट्याक्समा ट्याक्स लगाएर त्यही पनि फ्री दिन त परै जाओस्, कम दिन त हैन, कम दिन त परै जाओस्, अझ त्यही माथि ट्याक्स अरे हेर्नुहोस् त। अनि 22 अर्ब जुन त्यो यी व्यापारीहरूसँग उठाउनु पर्ने थियो, त्यो कहाँ गयो अहिले कुरा? त्यो कुरा नै छैन त। त्यो कुरा कसले गर्ने हो? विराज भक्त श्रेष्ठज्यू, तपाईँ ऊर्जा मन्त्री होइन, तपाईँ सुत्नु भएको छ कि कुन दुलोमा गएर पस्नु भएको छ कि कहाँ जानुभएको छ तपाईँ, यो भन्नुहोस्। बालेन शाहज्यू, तपाईँलाई जनताले धेरै आश गरेका छन्, धेरै आश गरेर त्यहाँ पुगाएका छन्। 35 वर्षको एउटा लक्का जवान युवा देशको प्रधानमन्त्री बनाउन ती नेपाली जनताले सादत दिए, ती युवाहरूले सादत दिए। अहिले तपाईँ कहाँ सुत्नु भएको छ? उठ्नुहोस् पहिला। विराज भक्त श्रेष्ठ, तपाईँले काम गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोस् होइन, तपाईँ अर्को बाटो जानुहोस्। त्यहाँ योग्य मान्छे आउँछ, एकदम सक्षम मान्छे आउँछ, या कुलमान घिसिङलाई पनि लिएर आऊ, बनाऊ मन्त्री। अब त्यो यो नीति ल्याउनुपर्छ, जसले काम गर्न सक्छ त्यहीलाई नै ल्याउने, त्यसलाई नै बनाउने जस्तो भइसक्यो यहाँ त। किनभने कुलमान घिसिङ हुँदाखेरि लाइट नजाने, विद्युत नकाट्ने, त्यसरी कुलमान घिसिङ जाने बित्तिकै 24 घन्टा लाइट काटेको छ, अझै जनतालाई त्यही माथि चाहिँ कर थुपारेर चाहिँ भारमा पारेको छ। बाँके बैजनाथको क्षेत्र नम्बर 3 मा दिनौँ लाइट काट्नाले वाक्क दिक्क भइसक्यो जनता। मै कुरा गर्न पाएको छैन आफ्नो फ्यामिलीसँग। मैले फोन गरेँ भने यहाँबाट के भन्नुहुन्छ, लाइट गएको थियो बाबु, लाइट गएको थियो, लाइट भर्खरै आयो अनि त्यसपछि खोलेको, फेरि लाइट जान्छ अहिले भन्नुहुन्छ मम्मीहरू। यस्तो भइसक्यो यहाँ त। नेपाली जनताले तपाईँहरूलाई काम गर्नको लागि, जनतालाई खुसी दिनको लागि, जनतालाई केही राहत हुनको लागि त्यहाँ पठाएका हुन् कि तपाईँले यसरी दिनै तपाईँहरूले दुःख यसरी दिनुहुन्छ भने तपाईँको दिन पनि धेरै छैनन् जस्तो लाग्छ। नेपाली जनता सचेत छन्, युवाहरू सचेत छन्, फेरि खबरदारी गर्छन्, बोल्छन् र आफ्नो अडिकमा कुरामा अडिक हुन्छ र गलत गर्नलाई चाहिँ सधैँ खबरदारी गरिन्छ। किनकि म झोले होइन, हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुने छैन। त्यस कारणले गर्दा यी झोलेहरूले बोल्ने भाषा र मैले बोल्ने भाषा फरक हुन्छ। यी झोलेहरू हिजोले गल्ती गर्दा पनि बोल्दैनन्, आज केही गरेन भनेर चाहिँ सरकारको त्यो गलत प्रचार गर्नु र हामीले बोलेर खबरदारी गर्नु धेरै फरक छ। यो कुरा जायज छ र हामी बोलिरहेछौँ। अन्य अत्याचार र दमन युवाहरूलाई र जनताहरूलाई गरिन्छ भने बोलिन्छ र यो ट्याक्स पनि हटाउनुपर्छ र जनतालाई सुलभ बिजुली प्रदान गर्नुपर्छ भन्छु म। धेरैभन्दा धेरै भिडियो सेयर गर्नुहोस् र सबैको माझ पुर्याउनुहोस्।